आउँछ के अच्छा यस यो मुखैमा रहेछ त फेरि वाह नहीं नहीं इश वाओ मिठो डुकु इश यो इश ये भयो यस टक्क लिगामेन्ट निस्किरहेछ लिगामेन्टको काम गर्छ यो तपाईहरुले सबै देख्ने भयो होला यहाँनिर हेर्नुस् यस्तो बाटो भुइँबाट आउँछ के अच्छा बेला बेलामा सिजनको तरकारी हेर्नुहोस् यति टिपेर के बनायो है यस्तो हुन्छ है कक्क यसले चाहिँ ताकत दिने काम गर्छ है साथीहरू ल यो बेला बेलामा खानुपर्छ यस ल साथीहरू कता गयो भने गायबै भइदियो जङ्गल ओइ औ ओइ के रे उड्दैन यही मुखैमा रहेछ त फेरि मुन्टा त यस्तो स्पेसल हुन्छ यो है यो के वाउ सबै साथीहरू यो कुकुर दाइने भन्छ यो चाहिँ हाम्रो पुर्खाले भने अनुसार एउटा भिटामिनको रूपमा पनि मानिन्छ जडीबुटी पनि भन्छ यसलाई होइन यो लामो समयसम्म ढाड दुख्यो भने यो खाँदाखेरि पनि निको हुन्छ भन्ने भनाइहरू छ त्यही भएर मेरो त ढाड पनि दुखिरहेछ है साथीहरू त्यही भएर कुरिलो के भन्छ यो कुकुर दाइने भन्ने टिप्न है टक्कौ माथिन्छ हेर्नुहोस् यसको फाइदाहरू चाहिँ खासमा यो नसा सम्बन्धीको पनि अनि पेटमा गानो गोला भएको अनि पेट सफाइ एनर्जी पनि दिन्छ हाम्रो पुर्खाहरूले भने अनुसार चाहिँ यो अझै कुरिलो भन्दा धेरै एनर्जेटिक जङ्गली तरकारी हो बेला बेलामा यो खाइरहनु पर्छ